हेलो साथीहरु नमस्ते कस्तो हुनुहुन्छ ठिकै हुनुहुन्छ होला है। आज अलिक ढिलो भयो, आज ब्लग पनि हाल्नु पाइन। बिहान अलिक काम थियो, फेरि सालबारी गएको थिएँ है, त्यहाँबाट आउँदा ओर्दा अलिक ढिलो भयो। अनि तपाईहरु ठिकै छ होला। अहिले त म हाल्दैछु निकै ब्लगहरु 2-3 वटा हालेको छु। तपाईहरुलाई यसो बात गर्नु आज इच्छा भएर चाहिँ म आइरहेको है। अनि के भनौं भने अब यो ब्लग चाहिँ मैले अब किन खोले है भनेको कारण चाहिँ अब मैले यो हुनु त पहिल्यै खोल्नु मन परेको थियो, तर मैले खोलिन कतिवटा कारणले गर्दा। खोल्नु मन पनि लागेन, इच्छा पनि लागेन। अन्त अहिले चाहिँ अब छोरा बुहारीले पनि अलिकति इन्करेज गर्यो खोल्नु, यसो बेग्लै बसी टाइम पास पनि हुन्छ भन्नु थाल्यो है। अन्त लु न त सुरु गरौँ भनेर चाहिँ यसो स्टार्ट गरेको। अब हुनु नै एक्लै बस्दा बोरिङ हुन्छ है, तर गर्दा मजा आयो। 2-3 दिन बेसी त भएको छैन मैले खोलेको, 1-2 भिडियो हालेँ। तर अब यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने मान्छे एक्लै बस्दाखेरि अब कस्तो हुन्छ, एउटा डिप्रेसनमा गएको जस्तो हुन्छ हैन। भन्छ नि अब खाली दिमाग शैतान के घर भनेको जस्तै अब दुनियाँभरको मनमा कुराहरू खेलिन्छ। अन्त बुहारीले भने हैन यसरी बात गर्नु, साथी बनाउनुहोस् है। यसरी फेसबुक फ्रेन्डहरु हुन्छ, कति देख्नुहुन्छ त ब्लगहरुमा भनेर भन्यो। अन्त लु न त सुरु गरौँ भनेको त साँच्चै नै रमाइलो लाग्यो, मजा आयो। किनभने अब के अरे यसो ब्लग गर्दाखेरि सबैसँग बात पनि मार्नु सकिन्छ, अरूको कुराहरू पनि यसो बुझिन्छ कतिवटा हैन। अन्त मजा लाग्दैछ अहिले मलाई। मेरो कतिवटा त्यो ब्लगहरु देखेर तपाईहरु, मलाई आफै हेर्छु आफै पनि हाँस उठ्छ, सायद तपाईहरु पनि हाँस्नु हुँदैछ होला है। त्यति हँसाउनु पर्दा पनि धेरै कुरा हो, हाँस्दा पनि मजा आउँछ। अन्त त्यही कारण चाहिँ यसो अब सुरु गरेको। कतिवटा कुरा एक्लै बसेर अब के गर्नु, घरमा बसेर एक्लै खाना पकाए त सकिहाल्छ, कामहरु सकिहाल्छ, यसो गर्दा टाइम पास हुँदो रहेछ। अन्त म सबैलाई भन्छु, मेरो पनि अब दिदी बहिनीहरु छ कतिजना हैन, हामी जतिको अब यो एजकोहरु यसो बनाउँदा टाइम पास हुँदो रहेछ। त्यसै बसिरहनु भन्दा चाहिँ यसो गरेको मजा लाग्यो। बात मार्नु सकिन्छ, साथी बनाउनु सकिन्छ है। अन्त म चाहिँ तपाईलाई एकदम साथी बनाउनु चाहेको छु, खोजेको छु हैन। अब मेरो हेर्नुहोस् 1-2 मा हाल्दै जान्छु, आस्ते हाल्छु, कन्टिन्यू त सक्दिन। अब भर्खर स्टार्ट गरेको है, कतिवटा के हुन्छ कसो हुन्छ। अन्त त्यो एक्लै बस्नु भन्दा चाहिँ यसरी बिजी भएको नै राम्रो। यो गर्दा फेरि टाइम गएको थाहा पनि हुँदैन रहेछ, मजा आउँछ, टाइम गएको थाहा हुँदैन। अन्त तपाईहरु पनि बनाउनुहोस् है। आज मैले अब तपाईलाई अलिकति मेरो मनको कुरा अलिकति शेयर गरे। हुन्छ साथीहरु, आजको ब्लग यतिमै है। फेरि अब नेक्स्ट ब्लगमा भेटौँ है। हुन्छ साथी, बाई, गुड नाइट।